यस्तो बवाल बवाल गेम भइरहेको छ वर्ल्ड कपमा एन्ड सरप्राइजिङ टिमहरूले गेम जितिरहेका छन्. वी विल टक अबाउट फ्रान्स र स्विडेनको गेम. फर्स्टमा एम्बाप्पे, माइकल ओलिसे, डेम्बेले एन्ड बार्कोला. यति प्लेयर भइसके पछाडि अरू यो टिमलाई केही पनि चाहिँदैन. दे हेभ गट उपमेकानो, सलिभा, कोन्डे एन्ड डिग्ने फर द डिफेन्स. मिडफिल्डमा चुआमेनी, ऱ्याभियोट छन् एन्ड गोलकिपरमा मिगियन छ. माई गड, इच एन्ड एभ्री प्लेयरले यस्तो पर्फर्मेन्स दिएका थिए आजको गेममा एन्ड दे डिजर्भ द्याट 3-0 को भिक्ट्री एगेन्स्ट स्विडेन. स्विडेनको सबैभन्दा बेस्ट प्लेयर नै उनीहरूको किप्पर थियो. ही ह्याड 9 सेभ थ्रु आउट द गेम एन्ड एम्बापेले, माइकल ओलिसेले पोस्टमा ठोकाएको गोल, कति मिठो मिठो चान्सहरू बनाएको थियो. दे कुड हेभ डन भेरी गुड त्यो चान्समा, तर पनि 3-0 आई विल टेक इट. मिगियनले पनि राम्रो पर्फर्मेन्स दिएको थियो, 3 सेभ्स गरेको थियो थ्रु आउट द गेम. हाउएभर जुन तरिकाले डिफेन्समा गेम भइरहेको छ नि यसपालि फ्रान्सको, इट इज लभली. यस्तो राम्रो खेलिरहेछन्. इभन विथ चुआमेनी एन्ड ऱ्याभियोट इन मिडफिल्ड, दे आर डुइङ रियली गुड. Chouameni is linked to Manchester United. Probably he will be going there and he will get a top world class player. कोन्डेको यसपालि खासै राम्रो पर्फर्मेन्स भएको थिएन बार्सिलोनाबाट, तर फ्रान्सबाट जस्तो पर्फर्मेन्स दिइरहेको छ यो वर्ल्ड कपमा, ही इज इनेभिटेबल. यो टाइममा इफ कोन्डे प्लेस फर बार्सिलोना, ही कुड डु रियली गुड जब. हामीलाई टाइटल जिताउनको लागि ही विल बी भेरी इम्पोर्टेन्ट इफ ही स्टेज इन बार्सिलोना यो पालि. किनभने देयर आर र्युमर्स यो हुनसक्छ कि सक्दैन भनेर होइन. बट स्टिल वी हेभ टु टक अबाउट एम्बापे. एम्बापेको त्यो फर्स्ट गोल, एम्बापेको त्यो सेकेन्ड गोल, टप प्लेयर, टप फिनिसिङ. एम्बापेले जुन तरिकाले माइकल ओलिसेसँग लिङ्कअप गरिरहेको छ नि, माइकल ओलिसे हातमा लिटरल्ली एसिस्ट लिएर हिँडिरहेको छ क्या. ल चाहियो, त्यो चाहियो, चाहियो भन्दै. एन्ड जब जब माइकल ओलिसेको खुट्टामा बल पर्छ नि, एम्बापे वाज अन द रन, डिबक्समा फरवर्ड रन, यस्तो राम्रो राम्रो. एन्ड ही गट हिम, माइकल ओलिसे गट एम्बापे, एम्बापेले स्कोर पनि गर्यो. यस्तो दामी लिङ्कअप प्ले. द्याट्स वाइ माइकल ओलिसे इज प्रोबेबली लिङ्क्ड विथ रियल मड्रिड अहिलेको टाइममा. एन्ड द्याट्स वाइ पेरेज अहिले यस्तो डेस्परेट छ माइकल ओलिसेलाई ल्याउनको लागि, बिकज ही इज द ब्युटी. जसरी हामी लमिन यमाललाई हेर्छौँ नि, त्यसरी नै माइकल ओलिसे इज द वान टु वाच, जसले कन्ट्रोल ल्याउँछ गेममा, क्रिएटिभिटी ल्याउँछ गेममा. एन्ड इफ माइकल ओलिसे योभन्दा अगाडि नै डिल पक्का गरेको थियो रियल मड्रिडले भने प्रोबेबली अलिकति लोवर वेजेसमा, लोवर स्यालेरीमा उसलाई पाउँथ्यो होला. बट विथ दिस पर्फर्मेन्स दे हेभ टु रोब अ ब्याङ्क. द्याट्स अल आई क्यान से. डेम्बेलेले एसिस्ट पनि दियो, राम्रो चान्स पनि पाएको थियो. ही कुड नट डु मच अबाउट इट, बट पर्फर्मेन्स वाइज नो कम्प्लेन. लास्ट गेममा ह्याट्रिक हानेको छ, यो गेममा एसिस्ट हानेको छ. पर्फेक्ट गेम फर डेम्बेले. बार्कोलाले पनि एउटा गोल पाएको छ एन्ड बार्कोलाको त फिनिसिङ पनि बवाल नै थियो. प्रोबेबली बार्कोला विल लिभ पेरिस सेन्ट जर्मन दिस सिजन. एन्ड हु एभर जुनसुकै टिम आएर लिएर जान्छ नि यो बार्कोलालाई, द्याट विल बी अ ब्याङ्गर साइनिङ. स्विडेनबाट इसाक र ग्योकरेसले जस्तो चान्स बनाएको थियो, एउटा चान्स बनाएको थियो, त्यो पनि मिस गरे. एन्ड दे वर नोवेयर इन द गेम. उनीहरूको किप्पर धेरै युटिलाइज भइरहेको थियो, मोबाइल भइरहेको थियो होइन. 0.70 को एक्सीबाट उनीहरूले वाट डु दे एक्सपेक्ट. फ्रान्सको 61% बल पोसेसन थियो भने 3.24 को एक्सी मात्र बनाएको थियो. 25 सर्ट्स, 12 अन टार्गेट एन्ड 7 बिग चान्स क्रिएट गरेको थियो, जसमा 5वटा बिग चान्स त मिस नै गर्यो. वी क्यान एक्सपेक्ट यो ह्युमिलिएसन स्विडेनको रेस्पेक्टिभमा, बट दे गट लकी. अदरवाइज यो ह्युमिलिएसन हुनेवाला थियो. स्विडेनको जम्मा जम्मी 0.70 को एक्सीमा 8वटा सट हानेका थिए, 3वटा अन टार्गेट. जस्तो तरिकाले पर्फर्म गरिरहेका छन् नि फ्रान्सले, वी क्यान डेफिनेटली सी यस्तो बबाल टिम. बिस्तारै बिस्तारै मोरोक्कोसँग गेम हुनेवाला छ होइन. एन्ड आई एम लुकिङ फरवर्ड टु इट. प्रोबेबली सेमिफाइनल, क्वार्टर फाइनल पोर्चुगलसँग भेट हुनेवाला छ. बट इफ अर्जेन्टिना र फ्रान्स फेरि योपालि वर्ल्ड कपमा पुग्यो भने आई वन्ट बी सरप्राइज. आइभोरी कोस्ट र नर्वेको पनि गेम भएको थियो, अनि नर्वेबाट हालान्डले यस्तो गरिरहेको छ. प्रोबेबली त्यति धेरै गरेको त छैन होइन. ही इज द वान टु डेलिभर लास्ट टाइम, लास्ट मिनटवाला गोल, डिसाइडर. नुसाको त्यो गोल हेर्नु एकदम बवाल.
टप फिनिस होइन, वर्ल्ड क्लास फिनिस हो क्या त्यो भनेको। यस्तो बबाल गोल स्कोर गरेको थियो नि अमाड डियालो एगेन। त्यो 74 मिनटमा प्रोबेबली नर्वे थट हामी अब हुन्छ नि हामी अब पेनाल्टी सुटआउटमा जानुपर्छ, बट इट वाज नट द्याट इजी। नर्वे यस्तो राम्रो राम्रो चान्स बनाइरहेको थियो एन्ड एगेन हालान्ड त्यो इभन उसको राम्रो टच पनि थिएन, इट वाज अ ब्याड टच, तर गोल लाग्यो एन्ड हि डिड नट सेलिब्रेट। हालान्डले त्यो गोल सेलिब्रेट गरेको थियो भने त्यो नुसाको लागि इम्बारेसमेन्ट हुन्थ्यो क्या। नुसाले त्यस्तो गोल हानेको थियो एन्ड हालान्डले त्यस्तो ब्याड टचबाट गोल हानेको थियो एन्ड कोल्ड सेलिब्रेसन। बट स्टिल नर्वेको 53% बल पोसेसनमा 1.90को एक्सी बनाएको थियो भने 9वटा सट हानेको थियो, 4वटा अन टार्गेट, 4वटा बिग चान्स बनाउँदा 3वटा मिस गरेको थियो। हाउएभर अन अदर साइड आइभरी कोस्टले 47% बल पोसेसनमा 14वटा टोटल सट हानेको थियो भने 5वटा अन टार्गेट हानेको थियो। 3वटा बिग चान्स क्रिएट गर्दाखेरि 2टा बिग चान्स मिस पनि गरेको थियो। जस्तो तरिकाले क्लिनिकल फिनिसिङ इम्पोर्टेन्ट थियो नि आइभरी कोस्टको लागि, एगेन अमाड डियालोलाई अगाडि नै सब्स्टिट्युट गरेको थियो भने प्रोबेबली दे कुड ह्याभ वान इट, किनभने यति राम्रो राम्रो चान्स बनाएको थियो। दे वेयर नट क्यापेबल अफ क्यापिटलाइजिङ द्याट मोमेन्ट एन्ड एट लास्ट हालान्डको मोमेन्ट आयो एन्ड दे वान। आइभरी कोस्ट अहिले सबैजनाको डार्क हर्स थियो भने नर्वे पनि कुड बी, बट जस्तो तरिकाले पर्फर्मेन्स दिइरहेको छ नि, फेयर इनफ फ्रान्ससँग खेल्दाखेरि उनीहरूको सेकेन्ड टिम खेल्यो, तर हालान्ड, ओडिगार्ड, सर्लोथ, नुसा, माई गड यस्तो राम्रो राम्रो प्लेयरहरू यस्तो राम्रो राम्रो चान्सहरू क्रिएट गर्दाखेरि अब नेक्स्ट गेम ब्राजिलसँग छ एन्ड आई डोन्ट नो प्रोबेबली नर्वेको यो हुन्छ नि अग्ला अग्ला मुस्टन्डाहरू छन् नि, प्रोबेबली दे कुड विन एगेन्स्ट ब्राजिल। बट एगेन कार्लो एन्चेलोटी र एर्लिङ हालान्डको खासै राम्रो छैन, किनभने मेन्चेस्टर सिटीबाट खेल्दा र रियल मैड्रिडबाट कार्लो एन्चेलोटीले कोच गर्दाखेरि यिनीहरूको रिजल्टमा वान साइडेड नै थियो, कार्लो एन्चेलोटीले नै जितेको थियो मोस्ट अफ द गेम। एन्ड प्रोबेबली दिस कुड बी हुन्छ नि त्यो गेम जसमा हालान्डले जित्छ, बट वी विल टेक वान गेम आफ्टर एनदर। जुन तरिकाको ग्याब्रियल र एर्लिङ हालान्डको एगेन त्यो फेसअप हुनेवाला छ नि, यो हेर्न धेरै नै मजा आउनेवाला छ। एन्ड एगेन एम्बापे कुड बी द वान यो वर्ल्ड कप सकिँदाखेरि with the most number of goal in World Cup, surpassing Messi, surpassing anyone, and अरू एउटा गोल हान्नु भनेको द्याट्स एनोदर रेकर्ड टु चेस फर एनोदर प्लेयर। अझै पनि एम्बापेले 2टा वर्ल्ड कप मजाले खेल्न सक्छ, प्रोबेबली 3वटा। एन्ड यदि यो 3वटा वर्ल्ड कपमा उनले राम्रो पर्फर्मेन्स दियो, गोल हानेर गऱ्यो भने प्रोबेबली त्यो 16 गोलको क्लोजको रेकर्ड थियो नि, प्रोबेबली विल बी 32 यो पालिको सिजनमा इफ माइकल ओलिसे लेन्ड टु रियल मैड्रिड। लालिगा त गयो गयो, कोपा डेलरे पनि जान्छ। कोपा डेलरेलाई रियल मैड्रिडको फ्यानहरूले कप पनि मान्दैनन् क्या, बर्बाद।